महिनावारी 2-3 महिनामा एकचोटि मात्रै हुने बेलामा रगत 2 दिन वा सो भन्दा कम जाने, जाँदा पनि रगत खैरो रङको फोर जस्तो जाने र प्याडै पनि लाउन नपर्ने, प्यान्टी लाइनर पनि राम्ररी नभिज्ने, यस्ता समस्याको धेरै प्रश्नहरू लिएर मका दिदीबहिनीहरू आउनुहुन्छ। यो भनेको चाहिँ तपाईको हाइपोमेनोरिया र ओलिगोमेनोरिया हुन सक्छ। यसको बारेमा हामी विस्तृतमा कुरा गर्छौं, तर त्यो भन्दा पहिला नर्मल महिनावारी के हो भनेर जान्न जरुरी हुन्छ। सबैको महिनावारी 28 देखि 30 दिनमा हुनै पर्छ भन्ने हुँदैन। तपाईको महिनावारी 21 देखि 35 दिन भित्र भइरहेछ भने त्यसलाई हामीले सामान्य वा नर्मल मान्नुपर्छ। तर महिनावारी 35 दिन भन्दा बढी नागिरहेको छ वा 21 दिन भन्दा छिटो भइरहेको छ भने चाहिँ डाक्टरको परामर्श लिन जरुरी हुन्छ। र महिनावारीको रगत चाहिँ 2 देखि 7 दिनसम्म बग्छ। 2 दिन भन्दा कम बग्यो, 7 दिन भन्दा बढी बग्यो भने पनि परामर्श लिन आवश्यक हुन्छ। अब यो महिनावारीमा रगत कम जाने बारेमा आज हामी विस्तृतमा कुराकानी गर्ने छौं। नर्मल महिनावारी हुनलाई चाहिँ हाम्रो एउटा ग्रन्थि हुन्छ हाइपोथालमस, त्यसबाट एउटा हर्मोन निस्किन्छ जसले अर्को ग्रन्थि पिट्युटरीलाई स्टिमुलेट गर्छ र त्यहाँबाट चाहिँ त्यसले हाम्रो डिम्बाशय ओभरीमा एक्ट गरेर हर्मोनहरू निकाल्छ। भन्नाले खाली पाठेघर र डिम्बको मात्र होइन कि हाम्रो ब्रेनमा हुने ग्रन्थिहरू हाइपोथालमस र पिट्युटरीको पनि उत्तिकै आवश्यक हुन्छ नर्मल महिनावारी हुनलाई। त्यही भएर यो कुनै पनि माध्यम हैन, हाइपोथालमस, त्यहाँबाट पिट्युटरी, ओभरी, युट्रस, त्यसको आउटफ्लो वा थाइरोइड कुनै पनिमा गडबडी भयो भने चाहिँ महिनावारीमा गडबडी हुने हो। यो के कारणले हुन्छ त? कहिलेकाहीँ चाहिँ यो फिजियोलोजिकल भनेको केही पनि शरीरमा रोग नलाग्दा पनि देखिन सकिन्छ। जस्तै अब भर्खरै तपाईको महिनावारी सुरु भइराछ, किशोरी अवस्थामा हुनुहुन्छ, भर्खरै सुरु भइराछ भने पनि नियमित महिनावारी हुन समय लाग्न सक्छ र त्यसलाई आत्तिनु पर्दैन। अर्को भनेको चाहिँ तपाईको गर्भाशय प्रेग्नेन्ट हुने बेलामा पनि महिनावारी 2-3 महिनासम्म नभएको हुन सक्छ। त्यही भएर तपाईको महिनावारी ढिलो हुन बित्तिकै सुरुमा हामीले सस्पेक्ट गर्ने भनेको प्रेग्नेन्सी हो र त्यसलाई नै रुल आउट गर्नुपर्ने हुन्छ। त्यस्तै अब महिनावारी सुक्ने उमेरमा जानुभयो, 45-50 वर्षतिर सर्नु भएको छ, महिनावारी पर सर्दैछ भने पनि यो पनि नर्मल हो। र अर्को स्तनपान गर्ने महिलामा पनि महिनावारी अनियमित हुन सक्छ। र प्याथोलोजिकल जुनमा चाहिँ हामीले जचाउन आवश्यक पर्छ र डाक्टरको परामर्श लिनुपर्छ। नम्बर 1 मा चाहिँ हर्मोनल, अघि भने जस्तै काहीँ पनि शरीरमा हर्मोनल गडबडी भयो भने महिनावारीमा असर गर्छ। त्यो चाहे थाइरोइडको होस् वा अर्को प्रोल्याक्टिन भन्ने हर्मोन होस्, र अर्को तपाईहरु सबैले सुनि नै राख्नु भएको होला पोलिसिस्टिक ओभेरियन डिजिज। त्यसबारेमा त विस्तृतमा भिडियो बनाउँदै नै वाला छु। त्यसमा पनि तपाईको महिनावारी चाहिँ ढिलो हुने, 2-3 महिनामा एकचोटि हुने, 2 दिनसम्म मात्रै रगत जाने वा जाँदै नजाने, त्यस्तो समस्याहरू आएको देखिन्छ भन्दा अर्को चाहिँ जीवनशैलीमा एकदमै स्ट्रेस छ, कामको स्ट्रेस छ, घर परिवारको स्ट्रेस छ, एक्जाम पढाइको स्ट्रेसमा पनि महिनावारी ढिलो हुन सक्छ। र एकदम धेरै नै एक्सरसाइज गर्ने हैन, एक्सट्रीम सिभियर खाले एक्सरसाइज गर्दा पनि कतिपय एथलीटहरुको पनि टाइममा महिनावारी नहुने हुन सक्छ। र तपाईको चाहिँ वजन एकदमै धेरै बढ्यो वा स्वाट्टै घटेको छ हैन, यस्तो अवस्थामा पनि महिनावारी समयमा नहुन सक्छ भन्दा अर्को भनेको चाहिँ प्रिमच्योर ओभेरियन फेलियर। अब 45 देखि 50 वर्षमा महिनावारी सुक्ने बेलामा त समयमा नहुन सक्छ महिनावारी। तर यदि 30-35 वर्षमा पनि यस्तो भइरहेछ भने कतै डिम्बाशयले समयभन्दा पहिल्यै काम बन्द गर्न त थालेन भनेर प्रिमच्योर ओभेरियन फेलियर पनि सोच्नुपर्ने हुन सक्छ। र अर्को एन्डोमेट्रियम, पाठेघरकै कारण भनेको चाहिँ एउटा एशरम्यान सिन्ड्रोम भन्छौं हामीले, जुन चाहिँ अब पटक वा एकचोटि नै अब जुन बच्चा फाल्ने अपरेसन अबोर्सन गरेको हुन्छ, सर्जिकल इन्ड्युस अबोर्सन, त्यसमा चाहिँ अब धेरै नै पाठेघर खौरिँदा चाहिँ पाठेघर हिल हुँदा एकार्कामा टाँसेर हिल हुन्छ। त्यो गर्दा चाहिँ महिनावारीमा रगत धेरै नै कम बग्ने वा बग्दै नबग्ने पनि हुन सक्छ। भन्दा चाहिँ पाठेघरकै ट्युबरक्लोसिस हैन, पाठेघरमा टिबी भयो भने पनि महिनावारीमा रगत राम्ररी नबग्न सक्छ।
अब यसरी राम्ररी महिनावारीमा नबग्ने बेलामा चाहिँ डक्टरको परामर्श लिन जरुरी हुन्छ। अब हामीले सबै हिस्ट्रीमा यो प्रश्नहरू सोध्दै रुल आउट गर्छौँ। अब मुखमा तपाईँको अब पिम्पल्सहरू आएको छ होइन, डन्डिफोर आउने, अनावश्यक ठाउँमा रौँ, मुखमा छातीमा रौँहरू आउने, त्यस्तोमा चाहिँ हामीले पोलिसिस्टिक ओभेरियन डिजिजतिर हामीले सस्पेक्ट गरेको हुन्छौँ भन्दा अब थाइरोइडको सिम्टम भनेको त एकदमै गर्मी हुने वा अरूलाई भन्दा बढी जाडो हुने, वेट एकदम बढेको वा घटेको जस्तो, डायरिया हुने वा कब्जियत हुने, हातहरू अलिकति हल्का होइन ट्रेमर्सहरू भन्छौँ त्यस्तो जस्तो देखिने, थाइरोइड वा पसिना आउने, त्यस्तो थाइरोइडको सिम्टम आयो भने थाइरोइड सम्बन्धी जाँच पठाउँछौँ भन्दा अब यदि तपाईँले स्तनपान गरिराख्नु भएको छैन तर दुध आइरहेछ निप्पलबाट भन्यो भने प्रोल्याक्टिनको जाँच पठाउन जरुरी हुन्छ। त्यस्तै अर्को भनेको चाहिँ अब भिजन, आँखाले कसरी देखिरहेछ, तपाईँको भिजनमा केही प्रब्लम छ भने पनि पिट्युटरीमा ट्युमर भयो कि भनेर त्यही हिसाबको चाहिँ हामीले अब पिट्युटरीको डाइनामिक एमआरआई पठाउनु पर्ने हुन्छ कि भनेर सोच्नुपर्ने हुन्छ। भन्दा अब भर्खरै तपाईँको खानपानमा केही तपाईँले रिस्ट्रिक्ट गरेर डाइटिङ गरेर एकदमै वजन घटाउनु भएको छ वा हालसालै वेट एकदमै बढेको छ भने पनि त्यही हिसाबको हामीले हर्मोनको टेस्टहरू पठाउने, पिसिओएसको शङ्का गरेछ भने त्यही हिसाबको रगतको जाँच पठाउने र अर्को चाहिँ अब तपाईँको डिम्बको रिजर्भ कस्तो छ होइन त्यो हेरेर एएमएचहरू पठाउनु पर्ने, रातो रगत, थाइरोइड, प्रोल्याक्टिन होइन यिनीहरूको जाँच पठाउनु पर्ने र प्रेग्नेन्सी भनेर सुरुमै 2-3 महिना ठ्याक्क ढिलो भएको छ भने कहिलेकाहीँ चाहिँ प्रेग्नेन्सी हर्मोन प्रेग्नेन्ट भएर भएको हुनसक्छ। सो पिसाबमा वा रगतमा प्रेग्नेन्सीको हर्मोन जचाउनु पठाउनु पर्ने हुनसक्छ। अब टिबीको सस्पेक्ट गराएछ भने चाहिँ हामीले कहिलेकाहीँ महिनावारीको रगतको जाँच वा कहिलेकाहीँ बायोप्सी, कहिले हिस्ट्रोस्कोपी वा भिडियो एक्सरे, अब कुन खालेतिर तपाईँको कारण पत्ता लागिरहेछ हामीलाई सस्पेक्ट भएर चाहिँ त्यही हिसाबको हामीले जाँच पठाउँछौँ। सबैलाई सबै जाँच गर्नुपर्छ भन्ने चाहिँ आवश्यक छैन र त्यही जे कारण भयो त्यही हिसाबको चाहिँ हामीले उपचार गर्नुपर्ने हुन्छ। अब सब हामीले गर्न सक्ने भनेको अब एकदमै स्ट्रेस छ काममा भने चाहिँ स्ट्रेस रिलिफ होइन, योगा गर्ने, मेडिटेसनहरू, ध्यानहरू गर्ने, त्यस्तो गर्ने हुनसक्छ। डाइटिङ गरेर त्यसमा असर भएको छ भने चाहिँ ब्यालेन्स डाइट खाना खाने, एक्सर्साइज चाहिँ अत्याधिक एक्सर्साइज नगरे ठिक्क रूपमा मात्रै एक्सर्साइज एटलिस्ट 150 मिनट जस्तो गर्नु पर्यो एक हप्तामा होइन, धेरै भिगरस नगर्ने। यदि तपाईँलाई चाहिँ एक्सर्साइज धेरै गर्दा पनि महिनावारीमा फरक परेको छैन भने चाहिँ तपाईँले कन्टिन्यू गर्न सक्नुहुन्छ आफूले गरिरहेको एक्सर्साइज र के अनुसारको हर्मोनल गडबडी भए त्यही हिसाबको हामीले अब थाइरोइडको भए थाइरोइडको औषधि दिने, पोलिसिस्टिक भए त्यही हिसाबको हामीले वेट लसदेखि होइन पोलिसिस्टिकलाई हुने औषधिहरू दिनुपर्छ भन्दा प्रोल्याक्टिन हुँदा चाहिँ कहीँ ट्युमर त छैन भने एमआरआई गरेर हेरेर कुनैलाई चाहिँ हामीले औषधिले नै निवारण गर्न सक्छ भने कसैलाई चाहिँ अपरेसन गर्ने पनि जरुरी हुनसक्छ। त्यही भएर चाहिँ सबैको तपाईँको उपचार चाहिँ कारण अनुसारै हुन जान्छ। त्यही भएर कम रगत बगिरहेछ ठिकै छ नि, अब पहिला धेरै बग्नुभन्दा कम बग्नु नै ठिक हो भनेर त्यो हिसाबमा चाहिँ चुप्प लागेर नबस्नु। यस्तोमा चाहिँ कहिलेकाहीँ चाहिँ हामीले जाँच गर्न र सुरुमै ट्रिटमेन्ट गर्न चाहिँ एकदमै जरुरी हुन्छ। यदि तपाईँलाई यो भिडियो एकदम उपयोगी लागेको छ भने अब अर्को भिडियोमा चाहिँ म चाहिँ महिनावारीमा बढी रगत बग्नेको कारणहरू त्यसको उपचारको बारेमा कुराकानी गर्नेछु। धन्यवाद।